के तपाईलाई थाहा छ नेपाल सरकारबाट तपाईले निशुल्क रूपमा नेपालको संविधानको किताब पाउनुपर्छ। नेपालको संविधानको एक एक प्रति सबै नागरिकले, नेपालका प्रत्येक नागरिकले पाउनुपर्छ भनेर सर्वोच्च अदालतमा मुद्दा पर्यो। सर्वोच्च अदालतका 2 जना न्यायाधीश सुषमालता माथेमा र हरिप्रसाद फुयालजीको संयुक्त इजलासले त्यो मुद्दामा सुनवाई गर्दै निर्णय गर्यो। त्यो फैसलामा के भनिएको छ भने नेपालको संविधान 2072 सालमा जुन जारी भयो, नेपालको सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले जारी गरेको संविधान हो। जनताद्वारा चुनिएका जनप्रतिनिधिहरूको समूहले संविधान सभा बन्यो र संविधान सभाद्वारा नै संविधान जारी गरिएको छ। त्यसले गर्दाखेरि नेपालको संविधान भनेपछि सार्वभौम सत्ता सम्पन्न नेपाली जनताहरूद्वारा जारी गरिएको हो। यसरी नेपालको जनताले जुन उनीहरूको सल्लाह सुझावमा उनीहरूले चुनेर पठाएको प्रतिनिधिहरूको सहभागितामा संविधान जारी भयो, त्यो संविधानको सम्बन्धमा ती संविधानमा कुन कुन व्यवस्थाहरू छ, कुन कुन हक अधिकारहरू छ, के अधिकारहरू छ, त्यो प्रावधानहरूको बारेमा सुसूचित हुने अधिकार पनि जनतामा निहित रहेको छ। यसको साथै संविधान बन्ने क्रममा संविधानका मस्यौदाहरू जनतामा पुर्यायो, स्थानीय तहमा पुर्यायो र उनीहरूको सल्लाह सुझाव पनि लिएको छ। यसरी नै प्रत्यक्ष र अप्रत्यक्ष दुवै तरिकाले जनताको परामर्श लिएको छ, जनताको सल्लाह सुझाव लिएको छ र जनताहरूको सहभागितामा नै संविधानका प्रावधानहरू बनेको छ, संविधान बनेको छ। ती जनताहरूले जुन आफ्ना सुझावहरू दिएका छन् त्यो सुझावहरू संविधानमा समेटियो कि समेटिएन, अथवा कति हदसम्म समेटियो र संविधानमा कुन कुन प्रावधानहरू आयो, ती जनताहरूको अधिकारहरू सुनिश्चित भयो कि भएन भन्ने कुरा यकिन गर्नको लागि पनि प्रत्येक नागरिकले संविधान पढ्नुपर्ने हुन्छ। सर्वोच्च अदालतले के आदेश गर्यो भने पकेटमा राख्न मिल्ने सानो आकारको संविधानको प्रति, संविधानको किताब छपाई प्रत्येक घरवास वा प्रत्येक घरधुरीमा उपलब्ध गराउनु भनेर आदेश गरेको छ। यसको साथै सर्वोच्च अदालतले सरकारलाई के आदेश दियो भने संविधानको इलेक्ट्रोनिक कपी भनेको नेपालीमा विद्युतीय कपी भनिन्छ, एउटा वेबसाइटको व्यवस्था गर र त्यो वेबसाइटबाट डाउनलोड समेत गर्न मिल्ने गरी त्यसमा फाइल राख भनेर आदेश गर्यो।